नेपाली क्रिकेट आफ्नो युवा खेलाडीहरूको उन्नति र अवसरको बाटो खुलाउँदै नयाँ युगमा प्रवेश गरेको छ। नेपाल प्रिमियर लिग एनपीएल 2024 र अन्य घरेलु प्रतियोगिताहरूमा चम्किएका 25 वर्ष मुनिका क्रिकेट खेलाडीहरू अब नेपाली राष्ट्रिय क्रिकेट टिमको भविष्य बनिरहेका छन्। यी खेलाडीहरूको लगातार प्रदर्शनले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याउन सक्छ। यसैबीच आज यस भिडियोमा 6 युवा खेलाडीको चर्चा गर्दैछौँ जो भविष्यमा नेपाली टिमको स्टार बन्न सक्छन्। यस सूचीको शीर्षस्थानमा रहेका देव खनाल कर्णाली याक्सका लागि खेल्दै चर्चामा आएका छन्। उत्कृष्ट ब्याटिङ शैली र निरन्तर सुधारले उनलाई नेपाली क्रिकेटको भविष्यको रूपमा हेरिएको छ। उनले 2025 को पीएम कपमा 9 इनिङ्समा एक अर्धशतक सहित 264 रन बनाए र देवले लुम्बिनी प्रदेशको कप्तानको भूमिका पनि निर्वाह गर्दै आएका छन्। सन् 2024 को U19 विश्वकपमा अफगानिस्तान विरुद्धको महत्त्वपूर्ण अर्धशतकले उनलाई थप चर्चामा ल्यायो। यदि राम्रोसँग तयार पारियो भने उनी नेपालको एक दिवसीय टोलीमा नम्बर 3 ब्याटिङ पोजिसनको समस्या समाधान गर्न सक्छन् र देव त्यो भूमिकामा केही हदसम्म सफल पनि भएका छन्। यस्तै अर्जुन घरतीले आफ्नो खेल क्षमता र किफायती विकेट किपिङले सबैको ध्यान खिचेका छन्। कर्णाली याक्सका लागि खेलेका उनले एनपीएल 2024 मा प्रभावशाली प्रदर्शन गरे। मुम्बईको एकाडेमीमा प्रशिक्षण प्राप्त गरेका अर्जुनको ब्याटिङ शैली र विकेट किपिङको संयोजनले उनलाई नेपालको U19 ढाँचाका लागि उपयुक्त बनाएको छ। अर्जुनले हालै सम्पन्न पीएम कपमा 2 अर्धशतक बनाएका थिए जसले उनको भविष्यका लागि आशा थपेको छ। यस्तै युवराज खत्री एक प्रतिभाशाली लेग स्पिनर हुन्। उनी आफ्नो अद्वितीय बोलिङ रनअप र रणनीतिका कारण बोलिङको विविधता बढाउने क्षमता राख्छन्। युवराजले 2024 को एसिया कपमा बंगलादेश विरुद्ध 4 विकेट लिँदै सबैको ध्यान खिचे। हालै सम्पन्न कोर क्याम्प श्रृङ्खलामा उनी सर्वाधिक विकेट लिने बलर बने। यदि युवराजले आफ्नो बोलिङमा थप विविधता ल्याए भने उनी विश्वभरका विभिन्न फ्रेन्चाइज लिगमा अवसर प्राप्त गर्न सक्नेछन्। यस्तै विपिन प्रसाद शर्माले एनपीएल 2024 मा कर्णाली याक्सका लागि शानदार प्रदर्शन गर्दै सबैको ध्यान खिचे। उनी विरुद्ध विपक्षी ब्याट्सम्यानलाई रन बनाउन कठिन हुने गर्छ। विपिनले न्युजिल्यान्डका स्टार जिमी निसमको महत्त्वपूर्ण विकेट पनि लिएका थिए। अरू घरेलु प्रतियोगितामा पनि राम्रो प्रदर्शन गर्दै आएका उनी आगामी दिनमा राष्ट्रिय टिमका लागि महत्त्वपूर्ण खेलाडी बन्न सक्छन्। यस्तै कपिल वस्तुका बसिर अहमद जो एक बायाँ हाते स्पिनर हुन्। नेपाल प्रिमियर लिगमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका उनले घरेलु प्रतियोगितामा पनि आफ्नो छाप छोडिरहेका छन्। उनले हालै कुवेत विरुद्धको अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा 80 रन बनाउँदै सबैको ध्यान तानेका थिए। बसिरको प्रदर्शन र क्षमता नेपालको T20 क्रिकेटको लागि उत्तम अलराउन्डर बन्ने संकेत दिन्छ। त्यस्तै नेपाली टिमको भविष्य बन्न सक्ने अर्का युवा स्टार हुन् अर्जुन कुमाल। उनले नेपालका लागि U19 विश्वकप, एसिया कप लगायत महत्त्वपूर्ण प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन्। साथै अर्जुनले नेपालको ए टिमबाट खेल्दै शतकीय पारी समेत खेलिसकेका छन्। यस्तै घरेलु प्रतियोगितामा पनि उनले छाप छोडिसकेका छन्। घरेलु टुर्नामेन्ट विशेष गरी एनपीएलले युवा खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरिरहेको छ। यस्ता प्रतियोगिता खेलाडीहरूको प्रतिभा र कौशलतालाई प्रदर्शित गर्ने प्लेटफर्म बनेका छन्। यसले नेपालको क्रिकेटका युवा खेलाडीहरूको भविष्य उज्यालो बनाउँछ र उनीहरूको निरन्तर परिश्रम र प्रदर्शनले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप नयाँ उचाइमा पुर्याउने क्षमता राख्दछ। यदि तपाईलाई यो जानकारीमूलक भिडियो उपयोगी लाग्यो भने कृपया लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। तपाईको मनपर्ने युवा खेलाडी को हुनुहुन्छ कमेन्ट पनि लेख्नुहोला। फेरि हामी अर्को भिडियोमा भेट्नेछौँ। नमस्ते।